यतिको 160 सकिगयो नि कुरा त अरू त अहिले नानीहरूले यो खानेर नि किन्नु पठाएको 160 यो करेन्सी 50 यो 60 लेमन के भयो 500 यो राम्रो कुन टेम्पल अरे यो पशुपति यो पशुपति कस्तो दाम या कत्रो बडा रहेछ हेर उग्रेको भए गोल्डकै बिग हो यो अब हाम्रो बाइक कसले बनाउँछ त्यही त नि यत्रो मान्छे हुनु अन्त है हजुर यस्तो पिरो लाग्यो त्यही त नि नमस्ते कस्तो लाग्यो आजको यात्रा हो त चाहिँ किन अल्छी सरी हिँडेको अर्पण तँ कसले राति नसुत्नु भन भाइ यो भन्ने यो चाहिँ कुन ठाउँ अरे पुम्दीकोट अब हामी कहाँसम्म जान्छौँ यता हामी त्यही शिवजीको मूर्तिसम्म हामी न पूजा होइन पूजा गर्दैन हामीले अघि माम खाएको अब डुल्ने मात्रै हो खोइ आएन त म जस्तै पनि पचाइदिन्छु लराइ लराइ टमारो हवस् हाम्रो पापा चाहिँ बिसाउनै हुँदैन बिसाउँदै पछि चोट खानुपर्छ हाम्रो पापालाई होइन माइली अब माया हेर्नु नि त्यहाँनिर हेरेको देख्नु हो हाम्रो मायाले हो नि त नि पानी ट्याङ्की सस्तो क्या दामी है हामी कस्तो ब्याड लकको मान्छे रहेछौँ ढुम्मा भएर कस्तो नरम देखियो है बिस्तारी गर बिस्तारी गर बिस्तारी ल कसको विस पुरा हुने हो साइबुङको भयो है बिस्तारी भनेको थिएँ नि मैले त्यस्तै होला भोले बाबा के दर्शनार्थ भारत देश से भुवनेश्वर महादेव मंदिर कोमला पास पुंजीकोट आए हुए समस्त भक्तजनों अपने दिल से धार्मिक निर्माण कार्य के लिए दान और सहयोग करना न छुड़ाएं। विगत 8 साल से दान और सहयोग को संकलन करते हुए पुंजीकोट कोट विकास समिति मार्फत कैलाश धाम पुंजीकोट शिवालय तथा इस परिसर से कुछ ही दूरी आगे सुमेरु पर्वत निर्माण करके माता पार्वती और कार्तिकेय जी का मंदिर निर्माण कार्य भी अंतिम चरण में चल रहा है। शिवजी को रक्षा गर्नलाई आफै घुम्ने हो र होइन के होला नि लाइनबाट घुमाउने हो लाइनबाट जाने जिससे जितना हो सकता है उतना कीजिए, दान कीजिए, कैलाश कताबाट यता है निर्माण कार्य में सहभागी बनिए।
आप लोग किसी भी माध्यम से धार्मिक निर्माण कार्य में जुड़ सकते हैं। जय भोलेनाथ। जय भोलेनाथ। कसलाई मारेको हो? हुसेले खाइको नि। हजुर बनाएकै हो नि। खतरा नि, कति वर्ष लाग्यो नि त। अरब अरब खर्च भयो। भयो नि, कति अरब कति अरब। भित्र के बनेर सिमेन्टै हो, कुदेर बनाएको नि हो। है टुङ टुङ बजाउने। यो बजाउँदा त सबै पोखरै बज्छ। लट्टा जट्टा हेर्नु नि त्यहाँ माथि डम्बरुको डन्ठीमा त सर्प बेरिएर गएर त्यहाँ पो है बनाएको हो नि। जिङ्गारे डम्मरु हो यो चाहिँ। बनाएकै हो नि। ए ताल चाहिँ मारिदिएको रहेछ नि, तल यसरी बनाएको रहेछ के कान्छ। भित्र के राख्नु होला त्यो भित्र ढोका छ। यहाँदेखि जोइन गरेर यहाँ पुर्याएर रहेछ है सर्प। ए सर्प है, शिवजीको ढाड कत्रो हैन? नागराजा। नआउनु नि पर सरे हाम्रो भाषामा। भिडियो हो, भिडियो पर सर्नु भएछ, त्यही भएर कतै जान पाइएन। सबै हिँड्दा त अब हामीले राखेको त आशा त त्यही उ त हो नि, मन्दिर होइन। खोइ शिवजीको रक्षक छोरा खोइ कान्छा, खोइ गणेशजी उता होइन अझै छ। अझै म त आइ पो सकेँ भनेको। यो पाटा लिउँ न त। ए डम्बरुबाट त्यताबाट उ रहेछ नि त इलेक्ट्रिक जोडेको। ए अझ माथि पो हो गणेशजी त। हामीले चाहिँ तपाईँ चाहिँ यहाँ भनिरहेको। म त यहीँ छु त। ए यो घुम्ने अटोमेटिक बिहान यहाँ पनि रहेछ, राख्ने रहेछ के हैन? रहेछ होला सायद। बन्द गरेको रहेछ, आफै सरर घुम्छ। यो आफै घुमिरहनु। को गएछ? माथि आउनु भएन? ल ल अब सक्यो हैन? जाम हैन चाइनिजतिर? जाम जाम पख न, यहीँ बसेर चित्त बुझेन। आज त लास्टै ठगी गयो नि दिनले हो। बल्ल बल्ल बरु हिजो राम्रो थियो है। तर आधा बाटोसम्म मात्रै राम्रो थियो नि, अनि त खत्तम भइगयो नि त नि। आर्टिस्टियनसिल हैन? यो आर्ट गर्ने मान्छेले नै कति खायो होला त है। बाफ्रे जुनीभर पुग्ने बनायो होला। आर्ट गर्नेले लगेर 50 लाख जति लग्यो होला नि। शिवजीको बुढी अम्ला आएर हेर्नु न खुट्टाको। कस्तो सेम बनाइदिएछ है। उताको कुना नि हेर्नु न, उताको र त सेम बनाइदिएको छ कि। आँखाको त्यो ज्योतिहरू हेर न बाघको। भिडियोले गर्दा के देखिँदैन। यो चाहिँ बनिसकेकै रहेनछ, 3टा टाउको भएको। पर अब यो पर जाने हो।
भीमफेरी है के भन्दै थियो कस्तो दामी छ पार्वती कुमार अनि सरस्वती कहाँ छ सरस्वती चाहिँ ऊ त्यो हाँसमा छ ए हो रहेछ सरस्वती कुमार चाहिँ कतापट्टि छ देखेन त अनि म यहाँबाट नजिक ल्याइहाल्छु नि। पार्वती यहाँ चाहिँ जिउको 400 अरे धेरै छौँ त्यही भएर गइएन यहाँ चाहिँ के पो भन्दै यो ठाउँको नाम चाहिँ के पो अरे पापा होइन हौ त्यो 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 होइन होइन उता गएको पछाडि बेङ्गस्थल अरे डुबान भएको नि त मणिपाल हस्पिटल हो ऊ त्यो भित्ताको त ठुलो त्यो पर हाउसिङको जस्तो सिङ्गै भएको त्यो भित्ताको ठुलो त्यो हस्पिटल पो हो म त अपार्टमेन्ट पो भनेको मणिपाल त 3टा जस्तो देख्छ है त्यहाँ मणिपाल हस्पिटल त्यो ऊ त्यो अलिकति थुम्को जस्तो छ नि जङ्गलको अलिकति मात्रै थुम्को त्यो चाहिँ भद्रकाली मन्दिर त्यो थुम्को सुरुको थुम्को होइन त त्यो सानो छ। भद्रकाली मन्दिर यतापट्टि यस्ता छ तर लामो छ नि त त्यसलाई के भइरहेछ हाई मात्रै गर्छ त्यही त भन्ने फेरि यो के भन्छ यो भकिम्लो खोइ फल्या छ फल्ल्या हो कि भनेको के ए हो गाँठो रहेछ परेको छ क्या फुल खेल्दै गरे होला हो पाक्ने कहिले हो यो साउनमा कि भदौमा कार्तिकमा मात्रै भर्खर फुल खेल्दै रहेछ भकिम्लो यो चाहिँ बुद्धको स्तूपा अरे यो चाहिँ पापाको स्तूपा भनेको यही होला हो रोक्छ न मोबाइलमा छोडी पठायो भने अहिले हेर्न त्यसो भन्छ अनि हल्ला सबैजना यसो फर्क्यौँ त हामी कहाँ गएको अरे चाइनिज स्तूपा ओके छ त चाइनिज स्तूपा स्तूपा ओ के हो हाम्रो डेभिड हल पोखराको डेभिड हलको सुरु इन्ट्री गरेको हामीले यो ठाउँ हो हाम्रो नानीहरू चाहिँ गइसकेको छ अहिले दिदी अगाडि हिँडिराख्नु भएको छ होइन अशोका ट्री वेलकम टु डेभिड हल चाङ्गो देवी डेभिड हल इन्ट्री यहाँ गणेश त्यो चाहिँ पानीको छलको अनि बान यतातिर के हो अर्को मनोकामना भगवती मन्दिर यहाँनिर पर्दो रहेछ त्यहाँ चाहिँ के हो चौतारा जस्तो छ डेभिड हलको छलको है अब यो यही पानी गएर अनि यस्तो छ अनि हामीलाई घुम्न जानु छल पनि हानेको नि यो चाहिँ हाम्रो भाइ हामीलाई घुमाउने भाइ है हाम्रो भाइ हो होइन हौ हाम्रो दुईजना त ऊ पर पो खिच्दै रहेछ नि त यो चाहिँ हाम्रो अर्पण
गोठालो हुन्छ नि त पछाडि कसैले आँखा टारेको हेर्छ नि होइन हिँड्नु न यहाँ नदेखेपछि त के मजा जुम भएछ क्या डेभिड फल हेर्न न अझ तल गइरहेको हामी नाना कस्तो छ ओह्रालो Oh my God! डेभिड फलमा भिजौ यही पानीको पाल छ भने अहिले उता हेर्ने नानी खै दिदी दिदी खै र दिदीले नि माथि नानी नाना पनि जानुभएछ आऊ न आऊ अर्पण लडिएला पकने ल्याएको छ बोतल ल्या है ला भरौँ क्या खतरा आयो सक्दैन नि त हेर त यत्रो जान्छ नि आयो घरिघरि चाहिँ यति धेरै आइ
घाइमा आउने रहेछ है किन होला त्यहाँ फेरि कस्तो एसी चलेको जस्तो बनाऊ यसकै पानी हो नि त यहाँबाट पिछोले निकाल्नु छ भने त कति पावर आउँछ होला कि होसमा आएको है पानीको उहरू हेर्नु न एसीको नानी त्यता नजाऊ आशा मेरो दादासँग बस अहिले जस्तो आए पो चमेरे गुफा हो यो हामी चाहिँ बर्खा मासले गर्दाखेरि पानी भरिएको यो गुफाभित्रबाट जान सकिएन टिकटहरू बन्द रहेछ हामी त्यतिकै बाहिरैबाट हेरेको यहाँ भित्रभित्र चाहिँ चमेरे गुफा होइन र यो कस्तो नदेख्ने राखेर क्या थाहै हुँदैन गुप्तेश्वर महादेव चलो नेक्स्ट टाइम होस् न त डोन्ट वरी यो चाहिँ हाम्रो जनताहरू है यहाँहरू चाहिँ हाम्रो जनता घाँस काटेर हाल्नेहरूलाई घाँस खानेहरू भनौँ भने नमिल्ने यो चाहिँ के भन्छ अहिले शिवजीको नागमणिलाई रक्षा गर्ने नागमणिलाई रक्षा गरिरहेको गुप्तेश्वर महादेव थानको के यो चाहिँ शालिग्राम हो यो चाहिँ तुलसीले सरापेर पुरै मुडो बनाइदिएको क्या श्राप दिएको शिवजी त्यही त शिवजी बनिएर नारायण आउँदाखेरि शिवजीलाई मार्नेवाला थियो नि त उसले असुरले त्यतिखेर चाहिँ नारायणले बचाउने शिवलाई हुँदाखेरि शिव आफै शिव बनिएर गएको क्या नारायण त्यतिखेर चाहिँ असुर चाहिँ कोरे उसको बुढा के भन्छ तुलसीको त्यतिखेर चाहिँ श्राप दिएको हो नारायणजी ल छोड्नुहोस् त बाटोमा हाम्रो नारायणजीलाई यसो दामी बनाएको रहेछ है क्या खतरा के यतिको आर्टिस्ट चाहिँ खत्रै हो क्या है पहिला त पुरा नगर कस्ता हुने तर यो गर्ने धोती नै नीलकण्ठको विष्णु हो र होइन नेपालीहरू हजुर नीलकण्ठको विष्णु हो र पहिला त सियोङ राजा भन्थ्यो त है बलिया अब यो सफा साइली ढुङ्गा सरर के भन्ने ए आएछ पो भाइ हो हामी चाहिँ फेवातालको के भन्छ यसलाई ढुङ्गा होइन बोट पानी बोट विशेष तपाईँलाई होइन हामी चाहिँ घुम्न गइरहेछौँ अब पानीले साथ नदिएर बेलुकाखेरि हामी चाहिँ पानी बोटमा चढेको 6 बज्यो ट्याक्कै 6 बजी छ हौ कति वालिङ्गेको छोराको वालिङ्गेको चाहिँ ड्रिम पुरा भयो जम्मा 3टा है नेपाल आएर होइन खोजीहरू थोप्रो देखाऊ है अलि हामी त 1 घन्टा नि हो तर सेप त यो छ नि है त्यो ढुङ्गा भन्दा मन छैन मन लागेन तिमीहरू त ह्याप्पी नै छैनौ त हौ हैट तेरिका बाराही मन्दिर हो भाइ तालबराही है बराही मन्दिर चाहिँ हामी जाने इच्छा पुरा भएन हामी बाहिर भित्र नछिर्ने है नहल्लिनु है न धेरै गाह्रो हुन्छ नि कोही यो तारलाई चाहिँ छुँदैन भाइ ए खोइ सिङ छ मैले त देखिनँ सिङ आएर उहाँले पनि
जमानामा सुकेमा नै घिउ खाएकोसँग अहिलेको घिउ खाएको त दाँतेर हुन्छ त कति थुतुना नि पड्काउँदा रहेछ नि कोही कोही नलाग्यो है फेरि खुइलीको ढाड खुस्केला नि मोटा मोटा ढाड भएर कान्छी नहान्ने बिचरा मेरो दिदी अघि गएको स्तुपा पनि देख्दो रहेछ माथिबाट होइन हो ओके छ त यो चाहिँ बाराही मन्दिर है हाम्रो आज जाने दिन यो शरीरले साथ दिएन त्यसैले हामी नजाने भयौँ यो साल नेक्स्ट टाइम पक्कै जानेछौँ खै त ऊ सिरक ल्याउनै बिर्सेछ के गर्नु पहिले भने भए त थाहा हुन्थ्यो सिरक चिसो हावा आयो अरे नि त अनि गर्न नसुहाउने ए पानी फोहोर रहेछ नि है यो त घाँटीमा त्यो घाँटी दुखेको के भन्छ नि के भएको मान्छेलाई चाहिँ बाँधिदिन्छ नि त्यस्तै भयो हौ मलाई त टन्सिल त होइन पो अब के को बत्ती बालेको रहेछ उहाँ यो असली ड्राइभर डबल ड्राइभर यिनै हो डबल ड्राइभर यिनको पनि ड्राइभर हो अर्जिर डुप्लिकेट यसरी पो ड्राइभर गर्छन् त यिनी त डबल डोज वाला यिनको चाहिँ ओ मन्दिर आयो बाराही मन्दिर जय बाराही मन्दिर पहिला चाहिँ यस्तो थिएन है पानी पर्यो नि त्यो पहिले थियो नि यहाँ मुनि चट्टान हो क्या भगवानको शक्ति त्यति छ कि हजुर मान्छेले बनाएको सुकाउनु पर्छ नि त सायद अब कसरी अब मिसिनले गरे उनीहरूले होइन किन फेरि जागिर अर्कै खाने मन छ उल्टो बगायो भने उल्टो पो जाँदो रहेछ है त्यसो नगरौँ है त्यो चाहिँ जलकुम्बी होइन एउटा चाहिँ सुल्टो बगाउनु खोज्ने नि अर्कोले उल्टो जलकुम्बी खोइ जलकुम्बी उकेको होइन पापा त्यो बढ्दैछ मान्छेले पैसा कमाउँदैन भनेर पत्याउँदै चिया पानी खाने लाइफ उडाउने मान्छेले बचाउँदैन कि टुरुनीसँग झुन्डिने बुढी बुढी मान्छेसँग अयो बाबा हो न एउटा तामाङ थियो कि यो भनेर त्यो पो छिटो हिँड्छ एकजना तामाङ थियो त्यो भिडियो कस्तो खतरा डाम बसेको हेर्नु न त्यो साँच्चै त्यो फिल्ममा खेलाउँछ नि त्यस्तै बसेको नि हेर्नु त ल आज हामी फिल्ममै खेलेको अरे एउटा हिरोइन पारी जाउँ हेर्नु न कहाँ छ थाहै छैन यिनीहरू पौडी खेल्नु चाहिँ माहिर हुँदो हो नि यो यहाँको मान्छे छोडेन कान्छीलाई छोडेन साइलीलाई कहीँ गएर नि बिचरा सुडेले छोडेन यत्रोले हान्दियो नि अहिले त मन्दिरको पछाडि पुगेछ नि भन न 1 घन्टा लाग्छ अरे यो राउन्ड मार्न भोक लागेको बेला आज बाहिर खाने होइन त हत्तेरी म त मसालाले डर लाग्छ हौ सधैँ खान्छौँ भने ए उहाँ पनि गति र ताल छैन मलाई थाहा छ नि त्यो जिब्रोले तातो चिसो पिरो अमिलो केही नथा भने थुतुन कति चलेको यो थुदिनु पनि कति चलेको साँच्चै होइन साँच्चै हो कि ठिक छ नुन लाग्यो तपाईँलाई ठिक छ के खाने एकछिन अलिकति हालौँ न हुन्छ अनि अमिलो छ भनेर कसको भर छ यहाँ यो पानी चाहिँ नि नाना
यो पानी चाहिँ यता बगेको छ है अघि हामीले हेरेको होइन यही पानी घुमेर यता डेभिड हलमा पुगेको होइन हो है होइन ल त्यो चाहिँ नचाहिँदो कुरो चाहिँ नगरौँ क्या त्यतिसम्म चाहिँ रे क्या हामी त भित्तामा आइएछ त कहाँको पानी सुसाउँछ छुरुरु खै हामी त अघि माथिबाट त यता सुन्थ्यौँ माछाले माछा खान्छ नि ल्याउ कुनै माछाले ल्याउ खान्छ यिनीहरू पनि होला है यो गाउँको मान्छे बुदुनाले ल्याउ खाने बुदुना असला खोइ ए जाल टिपेको पो हो हामी कहाँसम्म जाने हो होइन यहाँ त पानीको झरना मुनि पो पुर्याउँछु भन्थे त व्यापारी होला नि यो माछा झारेको कोही पनि यति लामो टाढो आउँदैन रहेछ त हामी मात्रै हो उतिनीहरू उतार आयो दुईजना अहिलेसम्म त्यही छ त तिनीहरू यिनीहरूलाई जित्यो हामीले यिनीहरू मन्दिर बस्यो होला नि होइन होइन होला उताबाट चाहिँ आउँदै रहेछ है हाम्रो पछि पछि बरु यिनीहरू हामी जता जान्छौँ त्यतै जाने होला है अनि यो फास्ट चलाउँदा चाहिँ के हुन्छ भाइ उड्दैन उड्छ उड्दैन अनि अलिक फास्ट चलाउँ त अनि 1 घण्टा पुऱ्याउनु परेन होइन मैले किन भनेको मात्र जाने कोही पनि गएन छ नि त टाढो ऊ पर पुगेछन् ऊ ओ के भएर आएन यो फास्ट गरेर किन यसले लिएन किन यसले यस्तो गर्यो पानी परेर कस्तो धमिलो आयो नि ऊ तिनीहरू त देख्नु छोड्यो पर उतै हो के 12 मिनट गरेको अघि त लामै पो भएछ गफ सिद्रा सुकाइ गयो नि 2 मिनट फेरि बढी त्योभन्दा छैन पख्नु न म इन्जिनियर हुनै बाँकी छ है तेरी बिए त पास गरिसक्यो त बाँकी अलिकति छ के पख्नु 50-60 वर्ष पुगेकोहरूले त इन्जिनियरहरू पास गर्न यहाँ नि हुन्छ गर्छ यहाँ नि अहिले त धेरै सजग भइसक्यो नि धेरै यहाँ चाहिँ छ क्या काम छैन बुढा दिमाग होइन अब अहिलेसम्म प्रधानमन्त्री बन्नेहरू को चाहिँ तन्नेरी सरकारले पाल्नै सक्दैन नि त अलिक पढेकाहरूलाई होइन राति धेरै भएछ क्या बत्ती बाल्नु थालेछ नि 6:15 भएछ भर्खर हामी 15 मिनट भएछ हिँडेको उनीहरू फर्क्यो ऊ तर नदेखे अब यो पानी टल्केर देखेन नि नाना ए पानी टल्क्यो नि पुरै यसमा त देखेन हामीलाई त खोइ कुहिरोले देखेन नि यस्तो त छ बिचरा शिवलाई कति गुम्सेको छ जी यो भन्दा नगर्ने एउटै सहर कति आउँछ एउटै पानी खोइ 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 रेकर्डमा बसेछ